वेलकम छ तपाईहरुलाई मेरो भिडियोमा। म सुनिल श्यामा। यो भिडियो किन बनाएको भने बुझ्न चाहनुहुन्छ भने यो भिडियो सीएनसी मेसिनको बारेमा हो। यदि हजुरहरु पनि सीएनसी को बारेमा केही कुराहरु बुझ्न चाहनुहुन्छ भने या आफैले आर्ट गरेर सीएनसी को मेसिन फाइल बनाउन चाहनुहुन्छ भने यो भिडियो स्किप या फास्ट नगरिकन पुरा हेरिदिनु होला। यो भिडियो विशेष गरेर हाम्रो दुईटा प्रब्लमबाट सुरु हुन्छ। एउटा कुरा भनेको चाहिँ लाइट बल्बलाई कसरी इन्स्टल गर्ने र एउटा इन्स्टल गरिसकेको लाइट बल्बमा एउटा प्रब्लम आउँदाखेरि अथवा हाम्रो सफ्टवेयर नखुल्दाखेरि कसरी यसलाई रिइन्स्टल गरेर मिलाउन सकिन्छ भन्ने कुरामा रहेको छ। र अर्को कुरा भनेको प्लसमा हाम्रो मार्बल लाई सीएनसी मेसिनमा कसरी काट्न सकिन्छ भनेर हामीले डिजाइन कसरी बनाउँछौं भनेर यो भिडियोमा तपाई हेर्न सक्नुहुन्छ। सर्वप्रथम हामीलाई चाहिने लाइट बल्ब सफ्टवेयर इन्स्टल गर्दाखेरि यसमा रहेको क्र्याक फाइललाई चाहिँ यसमा रहेको सिक्युरिटीको कारणले गर्दाखेरि फाइललाई खाइराखेको थियो भाइरस भनेर र यसलाई मिलाउनको लागि चाहिँ हामीले कोसिस गर्छौं। अब हामी यो प्रब्लमलाई सल्भ गर्नको लागि यसमा रहेको 360 टोटल सिक्युरिटी भन्ने सफ्टवेयरले गर्दाखेरि हामीलाई गाह्रो भएको थियो। यसलाई हामी अनइन्स्टल गरिदिन्छौं र यदि तपाईसँग पेड भर्सनको सफ्टवेयरहरु छन् भने सिक्युरिटीको यसलाई चाहिँ तपाईले 5 घण्टा 6 घण्टाको लागि चाहिँ आफ्नो सिक्युरिटीलाई अफ गरेर पनि यो इन्स्टल गर्न सकिन्छ। त्यसको लागि म नेक्स्ट भिडियोमा म बनाउने कोसिस गर्नेछु। यसरी तपाईले आफ्नो जिप फाइललाई एक्सट्र्याक्ट गरिसकेपछि हामीले यो सफ्टवेयरलाई फेरि पनि हामीले इन्स्टल गर्नुपर्छ। यो इन्स्टल गर्नको लागि हामीले तपाईले देख्न सक्नुहुन्छ इन्स्टलमा क्लिक गरिसकेपछि तपाईको आफ्नो कम्प्युटरको सिस्टम अनुसार यसले आफ्नो फाइलहरु इन्स्टलिङ को काम गर्छ। यो सफ्टवेयर को मद्दतले तपाईले लेजर मेसिन पनि चलाउन सक्नुहुन्छ र सीएनसी को लागि डीएक्सएफ फाइल क्रिएट गरेर तपाईको आफ्नो मार्बल को डिजाइन, लाइट्स को डिजाइन र मायाको चिन्हको डिजाइनहरु गर्न सक्नुहुन्छ। यसरी सफ्टवेयर इन्स्टल भइसकेपछि तपाईले आफ्नो क्र्याक फाइल भित्र रहेको फाइललाई सफ्टवेयरलाई राइट क्लिक गरेर ओपन फाइल लोकेसन गरेर यसमा पेस्ट गर्न सक्नुहुन्छ। यसरी पेस्ट गरिसकेपछि तपाईको फुल इन्स्टलेसन कम्प्लिट हुन्छ लाइट बल्बको। यो भिडियो विशेष गरेर 3टा प्रमुख प्रब्लमहरुलाई भनेर बनाएको उद्देश्य हो।
यसमा लाइटबर्नलाई कसरी इन्स्टल गर्ने र लाइटबर्न इन्स्टल गर्दाखेरि प्रब्लम आउँदाखेरि कसरी मिलाउने र यसमा मार्बलको एउटा डिजाइनको लागि मैले देखाउँछु भनेको थिएँ। हेर्न सक्नुहुन्छ। भिडियो धेरै लामो हुने भएर म यो सफ्टवेयरको बारेमा डिटेलमा नगइकन सिम्पली एउटा रेक्ट्याङ्गलमा क्लिक गरेर तपाईलाई डिजाइन गर्न सुरु गर्दैछु। सुरुमा हामीले एउटा रेक्ट्याङ्गल कोर्यौं। यसमा कट लेयरमा गएर हामीले लाइनमा गएर यसलाई मिलायौं, फिल थियो लाइन गरायौं र यसको लागि तपाईलाई एउटा साइज चाहिन्छ भने इन्चीमा काम गर्नुहुन्छ भने इन्चीमा र एमएममा गर्नुहुन्छ एमएममा क्लिक गर्नुस् यसरी र तपाईको आफ्नो चाहिने साइज चाहिँ राख्न सक्नुहुन्छ। मैले 12 राखे र 8 चाहिँ वाइड राखे र इन्टर गर्दाखेरि लक भएको कारणले यसले अटोमेटिक साइज चेन्ज गरिदियो र हामीले साइज मिलाउनको लागि लक तोडेर आफ्नो साइज मिलाउँछौं। यो त भयो मार्बलको साइज। अब यसमा मार्बल भित्र रहेर हामीले काम गर्नको लागि मलाई अफसेट चाहिएको भएर मैले 1 इन्ची अफसेट गरे। तपाईले एमएममा पनि गर्न सक्नुहुन्छ। मैले 1 इन्ची अफसेट लिए। र मैले आफ्नो नाम लेख्नको लागि यहाँ डिजाइन गर्नको लागि एउटा सिम्पली मेरो नाम लेख्न खोजे। नेपाली टाइपिङ खासै मलाई आउँदैन, तैपनि आफुलाई आएको जति हिसाबमा हामीले आफ्नो किबोर्डमा दबाएर हामीले आफ्नो डिजाइनहरु लेख्न सक्छौं। नेपाली टाइपिङको लागि साधारणतया फन्टहरु अभ्युदय, हिमाली, कान्तिपुर, गणेश यस्ता धेरै थुप्रै फन्टहरु युज गर्न सक्नुहुन्छ। मैले चाहिँ अहिले अभ्युदय भन्ने फन्ट युज गरेको छु र हेर्न सक्नुहुन्छ मेरो नाम टाइपिङ गर्दै छु मैले। अब मैले यो मेरो नामको साइजलाई चाहिँ मैले मिलाउन खोजिरहेको छु। यसलाई मिलाउनको लागि तपाईले माउसले ड्र्याग गरेर सेन्टरमा आफ्नो लगेर आफुलाई कति साइज चाहिने हो त्यो मिलाउन सक्नुहुन्छ। यसको लागि मैले अहिले राखे यसको साइज रहेको छ 8 इन्ची वाइड र हाइट चाहिँ मैले 2 इन्ची राख्न खोजे। यसको लागि हेर्न सक्नुहुन्छ मेरो नाम तयार भयो र मैले बोर्डर पनि मैले हालेको छु। यसको लागि पनि मैले अफसेट लिन चाहे। यसलाई मिनिमम पनि तपाईले एमएम मा राख्नुस् भन्छु म चाहिँ, किनभने बिट टुल्सहरु यो एमएम को हिसाबमा चल्ने भएर यसलाई तपाईले 1 एमएम अफसेट राख्दा अथवा 1.5 राख्दाखेरि आफ्नो बिटको साइज पनि डायमिटर त्यही हिसाबमा चल्नु पर्छ। त्यही कारणले यतिको डायमिटर बनाएर हामीले यसलाई डिजाइन गर्यौं। हेर्न सक्नुहुन्छ म अहिले आफ्नो क्लाइन्टलाई देखाउनको लागि आफ्नो डिजाइन कस्तो भयो भनेर यसमा कलरहरु राख्न सक्छौं हामीले। यसरी तपाईहरुले विभिन्न कलरहरुलाई राखेर आफ्नो डिजाइनलाई राम्रो बनाएर आफ्नो क्लाइन्टलाई देखाएर डिजाइनलाई पास गर्न सक्नुहुन्छ र आफ्नो सीएनसी मेसिनमा लानको लागि अब नेक्स्ट भिडियोमा म यसलाई आर्टक्याम सफ्टवेयरमा कसरी लाने र मेसिनको लागि फाइल कसरी लाने भनेर तपाईहरुलाई म देखाउने नै छु। भिडियो पुरा हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद छ। कृपया राम्रोसँग सिकेर आफ्नो लर्निङ एन्ड अर्निङ कन्सेप्टलाई चाहिँ राम्रोसँग लानु होला भन्ने आशा लिएको छु। धन्यवाद। बाइ बाइ सबैलाई। Chain, 24 to watch, Prezi playing Jay.